अदालतको आदेशलाई सम्मान गर्दै आफै गिरफ्तारी दिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न उनी बसेको कोठामा पुगेको थियो। प्रहरीले लामिछाने सुत्ने कोठाको ढोका ढकढकाउनु पर्ने अवस्था किन आइलाग्यो, आउनुहोस् यसबारे बुझ्ने प्रयास गरौँ यस भिडियोमा। रवि लामिछाने राजनीतिमा प्रवेश गरेदेखि हालसम्म उनीमाथि लागेका आरोप र घटनाक्रम समावेश गरेर मैले पहिले नै भिडियो बनाइसकेको छु। हेर्नुभएको छैन भने कमेन्टमा लिंक राखेको छु, हेर्नुहोला। संगठित रूपमा सहकारी ठगीको आरोप खेपिरहेका रासोपा सभापति रवि लामिछानेलाई उच्च अदालत बुटोल इजलासले थुनमा पठाउन शुक्रबार आदेश दिएको थियो। अदालतको आदेशलाई सम्मान गर्दै लामिछाने आफैले गिरफ्तारी दिने तयारीमा तत्काल तयार रहेको सामाजिक सञ्जाल फेसबुकमा बताउनु भएको थियो। सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठुलो अन्याय भएको छ, चितवनको सभा नरोक्नुहोस् भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गरेका थिए। उनको स्ट्याटस पोस्ट भएको केही समयपछि पक्राउ गर्न बुढा नीलकण्ठमा रहेको लामिछानेको घरमा उनी सुत्ने कोठासम्म प्रहरी पुगेको थियो। केही समय पक्राउ पुर्जी किन नलिएको स्पष्ट पार्नुहोस् र मलाई लानुहोस्। मलाई मार्ने आदेश आएको हो र यदि हो आएछ भने मर्न पनि तयार छु, तर देशलाई कहिल्यै दुर्गतितर्फ लान दिने छैन, लामिछानेले भनेका थिए। उनले प्रहरीलाई तपाईँ देशको चिन्ता गर्नुहोस्, मलाई 5 मिनट तयारी गर्न समय दिनुहोस् समेत भनेका थिए। प्रधानमन्त्रीको अफर आउँदा समेत पदको लोभ नगरी देश र जनताको सेवामा समर्पित भएको समेत उनले बताएका छन्। मान्छेलाई अन्यायको हद नगर्नुहोस्, मार्नुहुन्छ भने मार्नुहोस्, सजिलो कि त्यस्तो आदेश छ एटिट्युड के हो सर? एउटा कुरा रेस्पेक्टफुल्ली पनि तपाईले सबै गर्न सक्नु, त्यो एटिट्युड तपाईले अनुहार त्यो पार्नै पर्दैन सर। तपाईले दुईटा फुली बढाउनु होला। म प्रधानमन्त्री हुन छोडेर हिँड्ने मान्छे हो। फुलीको चिन्ता नगर्नुहोस्, देशको चिन्ता गर्नुहोस्। 5 मिनटदेखि 7 मिनट 10 मिनट पुरिदिनुहोस् सर, हद गर्नु। बुटोलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले उनलाई 1 करोड धरौटीमा माग गरेको थियो। उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारिखमा छोड्नुपर्ने मागसहित उच्च अदालत गएका थिए। सरकारी वकिलको कार्यालय समेत धरौटीमा छाड्ने आदेश विरुद्ध उच्च अदालत गएको थियो। यस्तो शब्द बोल्नुहुन्छ, अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ। यसको शब्द होइन सर, नो सर। तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर? यो भन्नु त। त्यस्तो बोलिँदैन नि सर। सर डेढ साहब हुनुहुन्छ, अन्तिम इच्छा भन्ने हुन्छ सर। एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ? त्यस्तो हुँदैन नि सर, त्यस्तो हुँदैन नि सर। सर अन्तिम इच्छा एउटा होइन, अदालतले दिएको आदेश, अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर। एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले। होइन अन्तिम इच्छाको अर्थ के हो? देसाब हजुरको नाम के हो अरे? हजुरको नाम? होइन नाम त भन्न मिल्दैन सर। देसाब नाम मात्रै होइन, तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ। जसको नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ। अन्तिम इच्छा पढ्न सर, अन्तिम इच्छाको अर्थ के हो? त्यो त चाहियो, त्यो पनि चाहिएला, ठिक उहाँले दिन्छ। अन्तिम इच्छा भने चाहिँ के हो सर? अहिले हजुरले अन्तिम इच्छा, सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर, त्यो पनि बोल्ने तरिका हो सर। तपाईँ डेसी साहब जस्तो मान्छे होइन, हजुरको अन्तिम इच्छाको शब्द त्यही हो सर। यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ, अन्तिम इच्छा भनेको के हो त सर? त्यो सर नपटार्नु भन्ने कुरै होइन नि सर।